प्रेम भनेको के हो? प्रेम कस्तो हुन्छ? अझै बुझ्न सक्नु भएको छैन भने आउनुहोस् आजको यस भिडियोमा हामी उपदेशामृतको यो श्लोकबाट प्रेमका लक्षण के रहेछन् त्यो जान्ने प्रयास गरौँ है। ददाति प्रतिगृह्णाति गुह्यमाख्याति पृच्छति भुङ्क्ते भोजयते चैव षड्विधम प्रीतिलक्षणम्। यस श्लोकमा भनिएको छ कि साँचो प्रेम, मित्रता वा आत्मीय सम्बन्ध केवल बोल्ने कुरा होइन, त्यसको स्पष्ट पहिचान त व्यवहारबाट हुन्छ। प्रेममा देखा पर्ने 6वटा व्यवहारिक कुराहरूको बारेमा यहाँ चर्चा गरिएको छ। पहिलो रहेको छ ददाति, निस्वार्थ रूपमा दिनु। साँचो सम्बन्धमा व्यक्ति केही पाउनकै लागि मात्र दिँदैन। समय, माया, सहयोग, ज्ञान वा धन जे सक्छ खुसी साथ दिन्छ। जहाँ हिसाब किताब हुन्छ नि त्यहाँ माया त स्वतः कमजोर हुन्छ। अर्को छ प्रतिगृह्णाति, आदरपूर्वक स्वीकार गर्नु। प्रेम केवल दिनु मात्र होइन, अरूले दिएको कुरालाई स्वीकार गर्न सक्नु पनि प्रेम हो। घमण्ड, अहङ्कार वा शङ्काले यदि स्वीकार गर्न सकिँदैन भने त्यहाँ आत्मीयता पनि टिक्दैन। त्यसपछि रहेको छ गुह्यम आख्याति, गोप्य कुरा खोल्नु। जब हामी कसैलाई आफ्ना कमजोरी, डर, पीडा वा मनका गोप्य कुरा भन्न सक्छौँ त्यो नै विश्वासको उच्चतम रूप हो। जहाँ खुलेर बोल्न सकिन्छ त्यही साँचो सम्बन्ध हुन्छ। चौथो नम्बरमा रहेको छ पृच्छति, अर्काको मन बुझ्न चाहनु। साँचो मित्रले केवल आफ्नो कुरा मात्रै गर्दैन, साथीको पीडा, भावना वा गोप्य कुरा पनि सुन्न चाहन्छ। सोध्नु भनेको चासो हो, चासो भनेको प्रेम हो। त्यसपछि रहेको छ भुङ्क्ते, सँगै खानु। भोजन यहाँ खानाको प्रतीक होइन, सुख दुःख सँगै बाँड्नुको प्रतीक हो। सँगै खानु भनेको म तिमीले आफ्नो मान्छे ठान्छु भन्ने सङ्केत हो। अन्तिममा रहेको छ भोजयते, खुवाउनु। आफू खाएर मात्र सन्तुष्ट नहुनु, अर्काको पेट भरिएको छ कि नै भनेर सोच्नु नै मानवीय प्रेमको सर्वोच्च रूप हो। यसले करुणा, ममता र जिम्मेवारी दर्शाउँछ। समग्रमा यो श्लोकले हामीलाई भन्छ जहाँ दिनु लिनु सन्तुलित छ, जहाँ विश्वास खुला छ, मन सुन्ने धैर्य छ र सुख दुःख सँगै बाँडिन्छ, त्यही नै साँचो प्रेम र मित्रता हुन्छ। बम शङ्कर।